आज म बनाउँदैछु राजमा र जिरा राइस। यो बनाउन एकदमै सजिलो छ र खानलाई पनि मिठो हुन्छ। सुरुमा चाहिँ कुकरमा राजमा हालेर यसमा पानी अनि त्यसपछि नुन हालेर 2-3 सिटी लगाइदिने। त्यसपछि प्यानमा तेल हाल्ने अनि यसमा प्याज हालेर यसलाई मजाले मिक्स गर्ने अनि त्यसपछि अदुवा लसुनको पेस्ट हालेर पनि मिक्स गर्ने र त्यतिन्जेल चाहिँ जिरा, धनिया, त्यसपछि मरिच, दालचिनी र सुकमेल र सुकेको खोर्सानीको मसला बनाउने अनि यसलाई मजाले मिक्स गरेर बेसार, चिल्ली पाउडर र नुन हालेर यसलाई पनि एकछिन मिक्स गरिदिने र त्यसपछि टमाटोको पेस्ट हालेर यसलाई मजाले मिक्स गरिदिने हैन, एकछिन उमाल्ने अनि त्यसपछि अघि बनाएको मसला हालेर यसलाई मसलालाई पनि मजाले पकाएर यस्तो पेस्ट बनाउने। त्यसपछि उसिनेको राजमा हाल्ने सबै अनि यसलाई मजाले एकछिन छोप्नको लागि छोडिदिने अनि यस्तो भइसकेपछि यसमा टक्कसँगले बटर हाल्ने अनि बटर हालिसकेपछि धनिया छर्किने अनि त्यसपछि पालो आउँछ प्यानमा घिउ हाल्ने अनि त्यसपछि यसमा जिरा हाल्ने अनि त्यसपछि चामल हाल्ने भिजाएर राखेको अनि नुन हालेर यसलाई एकछिन मिक्स गरेर जति चामल लिएको त्यति नै पानी हालिदिने अनि यसलाई टक्कसँगले 15 मिनट छोपिदिने। त्यतिन्जेल चाहिँ प्यानमा तेल हालेर यसमा प्याज, त्यसपछि बेल पेपर हाल्ने अनि नुन, त्यसपछि मरिच अनि थोरै मसरुम मसला हालेर यसलाई एकछिन सटे गरिदिने अनि त्यसपछि यो खानलाई रेडी हुन्छ।